तपाईको कूटनीति र रणनीति चाहिँ के रहेछ? अब त हर्का बागको त कूटनीति रणनीतिको चर्चा हुन्छ रे भएको राजनीतिमा। कसरी चाहिँ उपसभामा हत्याउनु हो? यस्तो छ होइन हो, फेरि हत्याउनु कस्तो खालको शब्द प्रयोग गर्नु यहाँहरूले, त्यस्तो नभन्नु न। उम्मेदवारी दियो, उम्मेदवारी दिइसकेपछि अब जस्तै उम्मेदवार राम्रो उम्मेदवारलाई होइन धेरै एंगलबाट उहाँहरूले हेर्नुभयो। एउटा त जेएनजीको आन्दोलन पछाडि समर्थन जुटाउनु भयो नि त सबैको। एउटा जेएनजी एउटा सुन्नु न, जेएनजीको आन्दोलन न त गएमा खै छोड्नु बोल्नु यस्तो छ कि जेएनजीको तपाईँको चाहिँ उम्मेदवार के अरे तपाईँको प्रतिनिधित्व चाहिँ उहाँले गर्नु भएको छ कि त्यसले गर्दाखेरि पनि त्यो सेन्टिमेन्टबाट चाहिँ धेरै। अब अध्यक्षज्यू तपाईँले विगतमा रवि लामी छानेलाई राष्ट्रसभा सभापतिलाई सहकारी ठगको आरोप लाउनु भयो, त्यसपछि अहिले बालेनलाई चाहिँ सिंहदरबार जलाउनेदेखि लुसिफर भन्नुभयो, विदेशीको दलाल भन्नुभयो, यो आरोप खारेज भयो। यो आरोप त्यो चुनावको बेलामा कसलाई के भन्छ भन्ने कुरा हुन्छ। अब एउटा सांसद भएर मैले चाहिँ त्यो खालको शब्दहरू प्रयोग गर्नु यहाँ हुँदैन होइन। त्यो तपाईँको चाहिँ छैन।